बस यो छेउ है मैले खिचेको चाहिँ है बाटोको साइडमा अत्यन्तै रङ्गी बिरङ्गी फुलहरू फुलिरहेको देखिन्छ। साह्रै मनपर्ने फुलहरू रहेछ यहाँ, हेर्नु होला। हेर्नुहोस् त यो फुल कति किसिमको छ, कति राम्रो छ। वाट अ ब्युटिफुल फ्लावर। हेर्नुहोस् त ल, के फुल हो यो भाइ? कान्छा यसलाई के फुल भन्छौ? छैन हौ, इरुमी मोयो इगो चमेली मोजी चमेली फुल राको मार्नु गानी। अब यहाँबाट हामी खोइ हाम्रो भाइहरू छुट्टी पनि सक्यो। अब यसलाई पनि बडा सोलो मजामा हाल्नु खतरा आउँछ नि। यसैबाट पनि टिकटक भिडियो बनाउनुहुन्छ। अहिले अब यसले आगो लाउँदैन काका? अब यसले स्लो मोसनमा लगेपछि यसले आगो लाउँदैन? यसले आगो लाउँछ नि। अब यो भित्र गरायो नि त काका। यो अनि यो रोली कता चिडियाखाना हो यो? थुन्नु पर्ने यो घरमा बसेर फोटो खिच्न एउटा चिडियाखाना उ त घरमा ट्याक्क के ब्यागले गर्दा झ्याउ हो। एउटा सानो काठको घर यो है, पुरानो डिजाइनको है यिनीहरूको। हेर्नुहोस् त ल, यो हाम्रो ल ल हेर्नुहोस् त, एकदम बिल्कुल। वाह, तपाईँकै घर हो यो? मेरो यो सपनाको घर कमल भाइको घर है? हो। कतिजना बस्नुहुन्छ? यसमा 3 जना हो। म मेरो श्रीमती छोरी एउटा छोरी भन्ने क्या भयो है। ल ठिक छ। पिक्चर घुमै खिचेर एकदम घरको जस्तो के ल यो घरको छाना हेर्नुहोस् त, यो नेपालतिरकै मान्छेले छाएको जस्तो। यो धुरी मार्ने हेर्न ठ्याक्कै नेपालको छ यार, धुरी मार्नेहरू। खरको रहेछ है यो, खरको छाना। झ्याल खोलिदिउँ भाइ, लज गर्ने अनि खिच्ने हैन। झ्याल खोलिदिउँ। यहाँ बस्नुहुन्छ? सपनाको घर हो। घर भत्किन्छ है तँ बस्दा। एउटा है बच्चाहरू खेल्ने ठाउँ रहेछ। ट्याक्क हान्ने अनि खिच्ने हैन। खोइ हौ केटाहरू कता गयो? जस्तो मान्छेहरू भिडियोमा जान्छ भिडियोमा अच्छा भिडियोमा गरौँ न। भिडियो मात्रै गर्ने, अरू के गर्नु परेन मैले। म यता ल्याउनु, म बोल्छु क्या। कि परैबाट मिलाउँदै आउँदैन यस्तो क्या, जस्तो कि यो पनि होइन। घर छ यहाँ हाम्रो नेपालकै। धुरी मारेकोहरू साह्रै मजा गर्छ। के घरको उस हो क्या हो घर हो। भिडियो थिएन मैले हैन। ओके, यो चाहिँ मेरो सपनाको घर है। सपनाको घर, यति राम्रो घर छ। सानो परिवार, सुखी परिवार सक्यो बस। भयो त्यो ठाउँ अलिक छोड्दैन, अरूले पनि पालो पर्छ। पालो भने मात्रै मिचिरहेको ठिक छ। जुम भएछ नि त, ठुलो जुम गरेछ नि त केटाले भिडियोमा। बस ल बस। अझ अलिक मजा आउँछ।
कस्तो कुरा गर्नु ल फेरि एउटा सुन्दर बगैँचामा आइपुगेछ है हामी भाइहरू हेर्दैछन् है सुन्दर बगैँचा यहाँ पनि एउटा छुट्टै किसिमको फुलहरू छ हेर्नुहोस् त यो हेर्नुहोस् त ल यो चाहिँ एउटा सयपत्री येल्लो कलरको सयपत्री रहेछ गोड्दै हुनुहुन्छ यसलाई पानी लाउँदै हुनुहुन्छ हामी घुम्दै हिँड्दैछौँ पोखरा हामी छौँ ल है ल है यहाँदेखि यस्तो गऱ्यो भने ट्याक्क फुलहरू आउनु रहेछ क्या अब निस्किने बेला भयो होला है कति घुम्ने हो कति घुम्ने घुमेकै रात पर्ने रहेछ त र फुलमा पानी लगाइरहेछ गोड्नेले गोडिरहेछ पानी लगाइरहेछ होइन धेरै किसिमको फुलहरू देख्न सक्नुहुन्छ तपाईँहरूले हेर्नुहोस् त यो ठाउँबाट हेर्नुहोस् है त्यो भित्र त सो गर्ने ठाउँ ए जाउँ न त नि आउनु कहाँ सुमन आयो एउटा माछा हाल्दिनु झोलामा माछा हाल्ने बिल्कुल हो अनि हात यस्तो गर्दै गएको थियो र नि म त अनि टोइलेटबाट हजुर कता हो यहीँभित्र होला म्युजियम जस्तो लाग्छ त नि त्यो टोइलेट हो होइन टोइलेट पनि छ यहाँ छ कि एउटा टोइलेट पनि खोइ हात यस्तो गरेर पसेर चाहिँ हो र ओहो सङ्लो पानी रहेछ माछा छैन यहाँ लिएर हाल्नु मात्रै हुन्छ लिएर हाल्नु भने चाहिँ के चाहिँ त्यो फुलहरू रोप्ने प्र्याक्टिकल गराएर ए हो र यहाँ सिसा छ कि यहाँ पानी यता यता देखिन्छ त यहाँ माछा चाहिँ रहेछ नि त यहाँ पहिला चाहिँ थियो लिएर हाल्नु पर्ने अरे त पानीको सिँचाइको प्रबन्ध गर्दैछ माछा त लिएर हाल्नु पर्ने एकदम पार्कमा सबैतिर मान्छेहरू कुकुरहरू चाहिँ आइटमको देख्नु पाइन्छ है सर्भिस चाहिन्छ नि कुकुरहरू चाहिँ आइटमको चाहिँ काटेर खाने कि होइन सेकुवा गर्ने कि ल बाटोभरि मान्छेहरू कहीँ भोग्ने कुकुरै होइन नि हो नि भोग्ने कहाँ भोग्नु जाँदैन आफैले काटेर टोक्ने कि भोग्ने कुकुर होइन भोग्यो भने सिकुरा गर्छ त्यही भोग्नु एउटा मात्रै फुल फ्लावर पालेको वाला हुन्छ नि
त्यो बिचमा प्लटिङ गरे क्या हाम्रो भयो भतिजले गीतै गाइदिन्छु भन्छ ल के हो दिपक सर गेम खेल्ने त भयो अलि अगाडि के गेम खेल्ने हो काका तपाईँको त्यो उमा चाहिँ मैले यहाँ आउँदाखेरि यसरी क्याप्चर हाल्छु फेरि मैले क्याप्चर हाल्छु यहाँ भिडियोमाथि भिडियो नगर त भाइ राम्रो हो भिडियोमाथि भिडियो चाहिँ नगर त चलाकमाथि झन् चोरको बाउ चण्डाल नहुँदो भाइ ल खै हाम्रो साथी रेती नै हो हाम्रो एकजना पुण्य प्रसाद उतै पछाडि छ हौ दाजु पुण्य प्रसाद गौतम हाम्रो दाजु नि धेरै टाढाबाट आउनु भएको रहेछ टाढै हो भाइ म त पल्लै छेउ छ नि यो गिम्पो एयरपोर्टदेखि पनि अलिक पर एयरपोर्ट त्यता जानुभएको छ जस्तो फिल भएको छ पहिले धेरै पहिले हजुर कुन ठाउँ गिम्पो यस्तो के भन्ने जस्तो लागेको थियो कि मलाई यो गिम्पो गिम्पो हो हाम्रो त गिम्पो छुट्टै होला त्यो गिम्पो एरिया हो हजुर त्यो भित्र छुट्टै छुट्टै ठाउँहरू छ नि त हजुर पुरा सिमेन्टको पुरा काठको ठेक्ना जस्तो बनाएर राखेको छ त्यहाँ है अन्त यो चाहिँ सिमेन्ट पुरा काठको ठेक्ना यो ढुङ्गाको हो भाइ हो ढुङ्गालाई यसो गोलो गोलो ढुङ्गा खोजेर सिमेन्टको बनाएको कति राम्रो ठाउँ बनाइदिएको छ है यस्तो त हाम्रो देशमा हे दाजु कहिले होला दाइ नि हाम्रो छोराछोरी कतिवटा मेरो छोरी दुईटा छोरी मात्रै छोरी मात्रै लु धेरै राम्रो असाध्यै राम्रो एकदम भाइको चाहिँ मेरो अहिले छैन छैन? प्रोसेसमा प्रोसेसमा हो भर्खर भर्खर होइन अब यसो बिहा गर्नुभएको छ भर्खरै बिहा गरेको छु। अहिले छैन कहिले हुन्छ ल ठिक छ प्रोसेसमा भनेपछि त खै केटाहरू खै केटाहरू एकदम भिड छ है यहाँ चाहिँ त्यो ठाउँ त घुम्ने त हो घुम्ने आउने हेर्ने अर्को एकदम भिड छ त्यो बाटोमा भिडमा हामी पनि भिडै गर्दैछौँ त्यो फुलहरू सबै फुलिसकेपछि हालेछ नयाँ है आनन्द हो पार्कमा आयो अगाडि छ नि अरे ऊ पछाडि आउँदैछ मान्छेहरू एकदम भिड छ धुपी छन् है फुलको सानो गार्डन ओहो सिन्चङ हो उडे एकदम बाटोको साइडमा यति राम्रो सयपत्री फुल फुलाइदिएको छ हेर्नुहोस् त एकदम राम्रो छ यतापट्टि तपाईँ देख्नुहुन्छ पोखरी है पोखरी पारी जङ्गल एकदम राम्रो छाम्मी के भन्छ होला एउटै मैले फुलेको कहाँ हो एउटा मात्रै एउटा बोटमा एउटा के छ नि अरूमा फुल्दैछ हाइब्रिड हो नि हाइब्रिड यो हाइब्रिड हो नि त भाइ न यत्रोमा कहाँ फुल्छ त नेपालमा यत्रो हुन्छ फुल ल खाजा दामी छैन
What a beautiful flower. भिड एकदम भिड छ कहाँ जाने कस्तो पजल के कस्तो गेम दाजु यहाँबाट छिरेपछि बाटो यता जिगज्याग छ अनि जो पल्लोपट्टि गाडी गएपछि फर्स्ट हुन्छ जाने मान्छे छिरेपछि निस्किने बाटो छ के फर्केर यता आउने हैन उता छ एक्जिट छ है एकैचोटि उतै एकैचोटि छिरम अनि को पहिला निस्किन्छ भनेर म पल्लोपट्टि गएँ भिडियो बनाए ल को पहिला फर्स्ट सेकेन्ड थर्ड बनाउनु ओके ओके हुन्छ बुझ्नुभयो दाजु यहाँबाट छिरेपछि सिधा जानु चाहिँ बाटो छैन फेरि फर्किनु पर्यो यता जानु पर्यो माथिबाट तलै बाटो छ ए यो तलबाट अच्छा 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 यहाँ पजल वे पजल वे हो यहाँनिर चाहिँ बिचाडी छिर्नु पाउँदैन बाटो बन्द भएर फेरि फर्केर आउने खोज्ने ढिलो चाँडो बाटो गएर पजल छ कुनै ब्लक हुन्छ फेरि फर्केर आएर त्यसो गरेर टाइम लाग्ने भयो हैन छिटो जाने चाहिँ सट्टै भेटाउने भएको त्यहाँको जसले खोज्नु सक्छ उसले छिटो परे पुग्छ ओके छ त ल गेम छ अनिल भाइ अब त कसो गेम हो यहाँबाट छिर्ने अनि को यो बाटोबाट विभिन्न बाटो एउटा छिर्नेबाट पनि फरक फरक छ बाटो लाग्छ पनि निक्लिने बाटो एउटै हो कि निक्लिने बाटो पल्लोबाट छ के पल्लोबाट जानै पनि ठाउँ फर्केर आउने त हैन उतै जाने है त को पुगिहाल्छ नि त्यो त पुगिहाल्छ नि भिडियो साइड बस्छु ल गो ल पुण्य आएन हैन हामी जाऊ हैन 1 2 3 गो यता माथिबाट हो के छिर जाने जुन जताबाट गए पनि भयो हैन हजुर जता जानु हुन्छ यहाँ सबै यताबाट म कताबाट जाउँ त अब म यताबाट गएँ ल पल्लोपट्टि पुग्नुपर्ने हैन ल म यो बाटो यहाँ बाटो विभिन्न छ हेर्नुहोस् है तर यो पजल हो हेरे क्या अरे यो छुन्यो यार कसरी पुग्ने त पल्लोपट्टि भन्ने कुरा मैले बुझेको छु आइसके केटाहरू यार आइपुगे ल ल सँगै आएको साथी कता गएको सँगै आएको मान्छे तिमी कता आयो होइन हजुर यता छिर्नु भयो यताबाट छिर्नु फर्स्ट हुने मान्छे त ल सबभन्दा लास्टमा छिरेको म हो यो अनि पछि चाहिँ यो धेरै बाक्लो हुन्छ ल मान्छे पनि देखिँदैन क्या त्यति बेला